ल हेर्नुस् त साथीहरू हालत यही भएर मैले चाहिँ बुढीलाई घुम्न नलगेको है। आज चाहिँ उसले लास्टै कर गर्दा चाहिँ घुम्न लगेको। ल हेर्नुस् त हालत यहाँ। ल साथीहरू जे हुन भइहाल्यो, तर तपाईँहरूले चाहिँ एकदमै केयरिङ हिसाबमा चाहिँ गाडी चलाउनु होला है। मेरो चाहिँ लापरवाही केही थिएन, तर बुढीले चाहिँ दोपट्टा चाहिँ गलामा हालेको भए त मुस्किल हुन्थ्यो है। उसले चाहिँ साइडमा राखेर रहेछ, त्यो चाहिँ अब थाहै भएन, तल खसेर टायरमा पुरा घुर्दो रहेछ। हाइवे रोडमा होइन, 120 110 स्पिड चाहिँ त्यत्रो थियो है। तर जे भयो नि अब भगवान्को हातमा केही भएन, जे होस् देखियो है। दोपट्टा छैन भन्दाखेरि मैले चाहिँ गाडी रोकेँ साइडमा, दोपट्टा त त्यहाँ फसेर रहेछ। यत्रो टाइम लाग्यो कि दोपट्टा खोल्न नि, यत्रो टाइम लाग्यो है। ल हेल्प गर्ने दाइ चाहिँ एकजना रिलेसन है, यहीँकै लोकल हो। त्यसले चाहिँ पेसकस ल्याएर चाहिँ दियो, जे भयो नि। ल थ्याङ्क यू ब्रदर भन्नुभएको चाहिँ दाइ, साथी हेल्प गर्ने मान्छे